नमस्कार, म आतिश गौतम। आज हामी मित्रता दिवसको उपलक्ष्यमा दुईजना प्रिय मित्रहरूसँग गफगाफ गर्दैछौँ र साथले आयोजना गरेको यो कार्यक्रम मित्रता दिवस 2026को उपलक्ष्यमा चाहिँ हामी सञ्चालन गर्दैछौँ। नमस्कार, हामीसँग हुनुहुन्छ आज सङ्गीता र निरु, दुईजना प्रिय मित्र जो पछि नातामा बाँधिनु भयो। उहाँहरूको कथा सुनौँ। सङ्गीताजीले भनिदिनु भयो हुन्छ होइन, तपाईँहरू कसरी चाहिँ भेटघाट भयो? बाल्यकालमा मैले बुझ्दासम्म 6 क्लासबाट तपाईँहरूको मित्रता कायम छ। कसरी चाहिँ भेटघाट भयो, त्यहाँबाट सुरु गरौँ होला। हुन्छ, नमस्ते, मेरो नाम सङ्गीता घले हो। हामी चाहिँ नुवाकोटबाटै हो दुईजनै। अनि हामी चाहिँ सानोमा 6 कक्षा पढ्दादेखि नै सँगै थियौँ। म 6 क्लासमा पढ्दाखेरि उहाँ चाहिँ नयाँ आउनुभएको थियो। अनि 2 वर्ष जति चाहिँ हामी सँगै पढ्यौँ, सँगै एउटै बेन्चमा पनि बसेको थियौँ। त्यसपछि चाहिँ उहाँले नि स्कुल चेन्ज गर्नुभयो, त्यहाँबाट चाहिँ फेरि अनि त्यस्तै बिहे अगाडि मात्र भेट भएको उहाँसँग चाहिँ मैले फेरि। सो तपाईँहरू मित्रता चाहिँ स्कुलमा हुँदाखेरि मात्रको हो? हजुर। ओके, निरुजी, तपाईँहरू 6 क्लासमा भेट्नुभयो, 8 क्लासमा छुट्टिनु भयो, तैपनि अझैसम्म सँगै हुनुहुन्छ है? बिचमा भेटघाट कतिको हुन्थ्यो? बिचमा त्यस्तो भेटघाट हुन्थेन। हामीहरू स्कुल पढ्दा चाहिँ अब साथी नै थियौँ। त्यसपछि अनि स्कुल चेन्ज भएर म गाउँतिर गएँ, उनीहरू उतै। अनि त्यहाँबाट त्यस्तो भेटघाट हुन्थेन। भेटघाट भए पनि बोलचाल हुन्थेन क्या। ऊ पनि हेर्ने हाँस्ने, म पनि हेर्ने हाँस्ने, तर बोलचाल हुन्थेन। हामी साथी अनि लजाउँथ्यौँ। अनि फेसबुकतिर एड भइरहेको थियो, तर कुराकानी हुन्थेन, भेटघाट पनि बोल्ने थिएन। पछि अनि मेरो छोरासँग बिहे भयो, अनि अहिले बुहारी एउटै घरमा छ। तपाईँको दिदीको छोराको बुहारी भन्नुभयो, छोराको वाइफ। हजुर। ओके, सो यो बिचमा चाहिँ तपाईँहरूको फिजिकल भेटघाट भन्दा पनि फेसबुकबाट कनेक्सन त्यस्तो चाहिँ रहिरह्यो। हजुर। सङ्गीताजीको चाहिँ मैले बुझ्दासम्म बाल्यकालमै तपाईँको एक हिसाबले अट्र्याक्सन भइसकेको थियो उहाँको दिदीको छोरासँग, होइन? त्यो पार्टले चाहिँ होइन तपाईँहरूलाई कनेक्ट गराउनलाई कतिको हेल्प गर्यो? जस्तो फेसबुकमा मित्रता छ भन्नुभयो होइन, त्यो बिचमा पनि त्योभन्दा बाहेक उहाँको दिदीको छोरासँग तपाईँको रिलेसनसिप हुँदाखेरि कतिको चाहिँ भेटघाट हुन्थ्यो? कस्तो थियो त्यो बेलाको तपाईँहरूको मित्रता? त्यो बेला चाहिँ उहाँ जस्तै 6 क्लासमा आउनुभयो नि एडमिसन भएर, त्यतिखेर चाहिँ अब अहिले त मेरो हस्बेन्ड हुनुहुन्छ, उहाँले अनि मसँगै नै एउटै बेन्चमा राखिदिनु भएको थियो। त्यहाँबाट चाहिँ उहाँसँग अलि नजिक नै बढी भएको थियो। बिचमा चाहिँ अलि उहाँले छोडेर जानु भएपछि चाहिँ अलिक ग्याप भयो। बेला बेलामा कहिलेकाहीँ चाहिँ भेटिन्थ्यौँ पनि। यता म काठमाडौँ आए बेलामा उहाँकोसँग नै एकचोटि गएको थिएँ। त्यतिखेर भेट भयो। फेरि उहाँको सायद कति त्यस्तै 3-4 वर्ष अगाडितिर नि होला क्या, उहाँसँग नि कुरा चाहिँ भएको थियो एकचोटि। अनि जस्तो यो बिचमा ग्याप त भयो होइन, तर त्यो 2 वर्ष जुन थियो नि, त्यो 2 वर्षमा नै त्यो मित्रता गाढा भइसकेको थियो कि त्यो आत्मीयता महसुस गर्नुहुन्थ्यो पहिलेदेखि? अनि अहिले चाहिँ होइन, तपाईँहरू अब एक किसिमले एउटै घरमा हुनुहुन्छ, त्यसरी हेर्दाखेरि साथी हुँदा र अब अहिले नातामा जोडिँदाखेरि केही फरक महसुस गर्नुभएको छ? सङ्गीताजीलाई कस्तो लाग्छ? अब त्यो पहिला त बाल्यकालमा थियो होइन सर, त्यतिखेर त अब साथीहरू हुनेसित खुब रमाइलो नै हुन्थ्यो। अहिले त ठुलो पनि भयो, बिहे पनि गरियो। अहिले चाहिँ पहिलाको भन्दा नि अहिले अलिक बढी नै अलिक क्लोज भएको जस्तो लाग्छ मलाई चाहिँ। हजुर, अहिले चाहिँ उहाँलाई नि साथी मै हुन्छु, मलाई साथी उहाँ हुन्छ। अनि त्यस्तै त्यो चाहिँ हो। पहिला स्कुल पढ्दाखेरि पनि साथी नै थियौँ, तर त्यति क्लोज चाहिँ थिएन। तर हाम्रो बाबुसँग त्यस्तो उनीहरू जे होस् मन परापर छ भन्ने चाहिँ बच्चैबाट थाहा थियो। अनि पछि त अब सबैजना कोही कता पुगे, तर पछि अनि बिहे भयो, हाम्रो एउटै घरमा भयो। अनि अहिले चाहिँ पहिलाभन्दा अहिले धेरै क्लोज भएको छ। किनभने अनि अहिले जब बिहे भयो उनीहरूको, अनि त्यहाँबाट अहिले हामी सँगै पनि छौँ यहाँ काठमाडौँमा एउटै रुममा। अनि त्यहाँबाट जब चाहिँ 21 वर्षसम्म चाहिँ म पुरै आँखा देख्थेँ। अनि जब चाहिँ म 21 वर्षको उमेर हुँदाखेरि मेरो आँखा टोटल्ली गुम्यो नि त, भिजन लस्ट भइसकेपछि चाहिँ मेरो सहारा भनेकै अब मेरो दिदीको छोराछोरीहरू। अनि छोराले बिहे गरेदेखि बुहारी, अहिले छोरीहरू त बाहिर गइसके, छोरो पनि बाहिर गइसके। अनि उनै छन् साथी, हस्पिटल जाने, यताउता तरकारी किन्न जाँदा, अहिले यहाँसम्म आउँदा जहाँ पनि साथी नै ऊ बनेको छ, उसँगै हो खाने बस्ने, त्यसरी छ अहिले चाहिँ।
अब अहिले जीवनयापन गर्नलाई तपाईँहरू सँगै नै बस्नु पनि हुन्छ होइन र विभिन्न हिसाबले एकअर्कालाई सहयोग पनि गर्नुहुन्छ होला धेरै साथीहरूले बुझ्दाखेरि कसरी बुझ्नुहुन्छ भन्दाखेरि तपाईँहरूलाई हेऱ्यो भने बढी सहायता चाहिँ निरुजीले सङ्गीताजीबाट पाउनुहुन्छ भन्ने त्यो धेरै अड्कल पनि गर्नुहुन्छ होला सधैँ त्यस्तै नै हो कि यो चाहिँ अदर वे पनि हुन्छ निरुजीले तपाईँलाई सहायता गरेको पनि त होला नि त होइन त्यस्तो पार्ट छ भने त्यो चाहिँ तपाईँले सेयर गरिदिनु होला अब रुममा पनि म एक्लै नै हुन्छु अनि अहिले त बुढा पनि बाहिर जानुभएको छ अहिले देवर मात्रै छ तर केटी साथी भन्ने केटी साथी नै हुन्छ होइन हजुर अनि आफूले कतै जानु पर्यो भने अथवा अब कुनै कुराको डिसिजन गर्नु पर्यो भने केही कामहरू गर्नु पर्यो भने चाहिँ म चाहिँ उहाँसँग नि सेयर गरिरहेको हुन्छु अनि उहाँले नि सुझावहरू दिनुहुन्छ एउटा सुझाव त हुन्छ अब फिजिकली रूपमा नै नभए पनि एउटा सल्लाह त्यो चाहिँ सल्लाह लेनदेनमा चाहिँ केही आइडिया ठुलो भूमिका त्यस्तोहरू चाहिँ ओके अब अलिकति निरुजीले आफ्नो दृष्टि गुमाएपछिको कुरा गरौँ है त्यति बेला तपाईँ सँगै हुनुहुन्थ्यो कि कस्तो थियो उहाँ बिरामी भएको बेलामा चाहिँ मसँगै थिएन उहाँको कति 6-7 वर्ष नै भइसकेको थियो दृष्टि गुमिसकेको हजुर बिहा गरेर उहाँको त्यस्तो भयो अनि म बिहे गरेर आएपछि मात्र उहाँसँग फेरि भेट भएको ओके जब तपाईँ थाहा पाउनुभयो उहाँको आँखाको दृष्टि चाहिँ गुम्यो भनेर होइन त्यो बाल्यकाल सम्झँदाखेरि तपाईँलाई चाहिँ कस्तो महसुस भयो सङ्गीताजी अब बाल्यकालको साथी नै हो थियो उहाँ पनि होइन सर अनि अब त्यो त अब जस्तो सुकै मान्छेले भयो भने यस्तो भयो रे भन्दाखेरि त कति नरमाइलो लाग्छ अब उहाँ त अब मेरो बाल्यकालको साथी दुःख चाहिँ साह्रै दुःख लागेको थियो मेरो दिदी पनि हुनुहुन्छ दिदी पनि सँगै हुनुहुन्थ्यो उहाँ म ऊ अनि सबैजना सँगै साथी नै थियौँ उहाँले पनि दुःखको कुरा त्यस्तो नहुनुपर्ने मान्छे कसरी भयो भनेर त्यस्तो कुराहरू चाहिँ गर्नुहुन्छ निरुजी तपाईँको आँखाको दृष्टि गुम्नुको कारण चाहिँ के हो भन्न मिल्छ भने यस्तो सर अब 2019मा 18सम्म म फुलै देखिने हो अनि 19मा ठ्याक्कै जनवरी हो ठ्याक्कै जनवरी फेब्रुअरी 15 त्यस्तै 16बाट हो मलाई थाहा छ याद पनि छ मेरो त्यस्तो बिरामी त्यस्तो केही थिएन म तपाईँहरू सर नै हिँड्ने एकदमै हेर्दाखेरि एकदम खाइलाग्दो के हट्टाकट्टा त्यस्तो बिरामी होला जस्तो केही पनि थिएन त्यस्तो सिम्टम्सहरू पनि केही थिएन अनि 19मा ठ्याक्कै फागुनतिर थियो अनि आँखामा यस्तो बादल जस्तो कता कताबाट बादल जस्तो देखिन थाल्यो धुवा जस्तो अनि त्यस्तो केही हुन्थेन अनि त्यस्तो भएको 1 हप्तातिर पछि अनि टाउको दुख्ने वाका गाउने अनि यो पुरै आर्म्सहरू दुख्ने के बेसरी अनि त्यस्तो भयो अब के भएको भन्दा 2 महिना बित्यो अनि त्यहाँबाट चाहिँ अनि यहाँ काठमाडौँ आयो अनि आएर तिलगङ्गा गएर 1 हप्ताको लगातार चेकअप पछि के भएको भनेर थाहै पाएन क्या डक्टरले पत्ता लगाउनै सकेन अनि त्यहाँबाट चाहिँ अनि गङ्गालाल रिफर गरियो कतै मुटुबाट आउने नसाबाट त्यो भएको हो के भनेर गङ्गालाल रिफर गरिएर अनि मुटुको इसिजी इकोहरू गर्दाखेरि चाहिँ मुटुबाट आउने नसा सुकेछ त्यही भएर यस्तो भएको यो रोग चाहिँ टिनेजमै निस्किन्छ सबसे धेरै चाहिँ फिमेलमै निस्किन्छ भने रोग पत्ता लाग्यो तर उपचार भनिएन कि आइडिया त्यस्तो हुन्छ अब निको हुन्छ भन्ने चाहिँ भन्नु भएन मेडिसिन चलाइराख्नुपर्छ एन्ड देन चाहिँ भन्नुभयो मेडिसिन दियो अनि त्यस्तो उपचार गर्दै नै आँखा त झनै गयो क्या अनि जब चाहिँ कोभिडहरू आयो नि कोभिड-19 अनि त्यहाँबाट 20 गयो अनि 21तिरबाट चाहिँ मैले टोटल्ली देखिनँ मैले आँखा टोटल्ली लस्ट भयो भिजन अनि त्यहाँदेखि अहिलेसम्म म फलोअपमै गइरहेको छु हस्पिटल फलोअपमै गइरहेको छु अझै पनि ट्रिटमेन्ट भइरहेको छ तर भिजन चाहिँ लस्ट भइसक्यो अब हुँदैन आँखामा चाहिँ सुधार हुँदैन भनिसकेको छ डक्टरले अनि तपाईँ मुटुको अवस्था चाहिँ मुटु ठिक छ सर मुटुको इसिजीको टाइममा भइरहेको छ त्यो ठिक छ तर जुन मुटुबाट हिँड्ने नसाहरू छ नि त्यो नसा ब्लक भएर नसा सुकेर चाहिँ अनि त्यस्तो भयो भन्नुभयो त्यही कारणले नसा सुकेर आँखाको भिजन गयो भनियो तर त्यो रोग चाहिँ कस्तो हो रे भने अब रगत बाक्लो भयो एक त अनि नसा सुक्यो त्यो भएर अनि दुईटै प्रब्लम भइसकेपछि चाहिँ अनि अरू बडीमा पनि एट्याक गर्दै जाने हो रे यो रोग चाहिँ अनि त्यही भएर अब म जतिन्जेल बाँचिन्छ तबसम्म चाहिँ मैले मेडिसिन लिइराख्नुपर्छ फलोअपमा नि गइराख्नुपर्छ अनि यसले चाहिँ अरू बडीको जुन अङ्गहरू हुन्छ नि अरूलाई पनि एट्याक गर्दै जाने हो रे यो रोग चाहिँ त्यसैले अब रोग निर्मूलै पार्न चाहिँ सकिन्न तर यसलाई कन्ट्रोल गर्न चाहिँ सकिन्छ भन्नुभएको छ त्यही भएर इलाज चाहिँ चलिरहेको छ अहिले भर्खरै पनि म
सिलगढीबाट आएको थिएँ भन्दा ए 2-4 दिन अगाडि जोचाएर डेली उपचार उपचार गरिरहेको छु। गरेर आउनु हजुर ए ओके यहाँ नेपालमा नभइसकेपछि उता पुग्यो अनि उता गएर अहिले फलोअपमा आइराख्नु भनेको छ अनि उहाँ पनि जानु भने अब 2 मन्थ पछि। ए ओके अब फेरि पनि हामी मित्रताको नै कुरा गर्दैछौँ होइन तपाईँहरूले अब जेनरली हामी हेल्थ प्र्याक्टिसेस पनि गर्छौँ उहाँको अवस्था चाहिँ आँखाभन्दा बाहेक मुटुको पनि छ होइन भनेपछि केही न केही एक्सर्साइजेस त्यस्तोहरू पनि गर्नुहुन्छ होला सँगै कतिको यस्तो क्रियाकलापहरूमा संलग्न हुनुहुन्छ त्यस्तो त छैन एक्सर्साइज त छँदै छैन अहिलेलाई चाहिँ त्यस्तो कहिलेकाहीँ अब संस्थाहरूबाट विभिन्न संस्थाहरूबाट प्रोग्रामहरू भइरहेको छ कार्यक्रम ट्रेनिङहरू भइरहेको छ म त्यस्तोहरूमा चाहिँ गइरहेको छु तर त्यस्तो घरमा त्यस्तो फिजिकली एक्सर्साइजै भन्ने चाहिँ छैन खाने हो सुत्ने हो अनि त्यहाँबाट उठ्यो कहिलेकाहीँ कहीँ जानु छ भने सङ्गीतालाई बोलाउने अथवा त्यहाँतिर साथीहरू हुन्छ नि त जाने डुल्न जाने फोटोसोटो खिच्ने घुम्ने त्यो हुन्छ तर एक्सर्साइज चाहिँ छँदै छैन सङ्गीताजीले अब निरुसँग धेरै समयपछि बिहा गरेपछि मात्र यति साह्रो नजिकेर अहिले फेरि भेटघाटको क्रम बढेको छ यसो गर्दाखेरि तपाईँले चाहिँ होइन तपाईँले अघि साथ पाउनुभएको कुरा त हामीले बुझ्यौँ है अब उहाँले पहिला उहाँसँग दृष्टि थियो त्यस पछाडि गुम्यो भनेपछि त्यो ट्रान्जिसन भन्छौँ नि हामीले होइन त्यो पार्टलाई चाहिँ कसरी हेर्नु भएको छ उहाँको दृष्टि गुमेपछि तपाईँले चाहिँ कसरी सहयोग गरिरहनु भएको छ उहाँलाई अब उहाँको अब हस्पिटलतिर जानु पर्यो भने अथवा कहिलेकाहीँ अब आफन्तहरूकोमा पनि जानुहुन्छ भेट्नलाई त्यस्तो बेलामा चाहिँ जम भन्नुहुन्छ अनि म गइदिन्छु उहाँसँग साथीहरू गइदिन्छु सो मोस्टली तपाईँले हिँडुल गर्ने क्रममा चाहिँ सहयोग गर्नुहुन्छ ओके अब अघि जुन कुरा गर्नुभयो होइन घुम्न गइन्छ फोटो खिच्नुहुन्छ भन्नु त्यस्तो मनोरञ्जनात्मक क्रियाकलापमा चाहिँ कतिको संलग्न हुन्छ सँगै अब सँगै त प्रायः सधैँ सँगै नै हुन्छ सर अब म नभएको बेलामा चाहिँ उहाँहरू बहिनीहरू पनि छ उहाँहरूसँग जानु उहाँहरूसँग जान्छ उहाँ अनि प्रायः चाहिँ हामी बाहिरतिरै डुलिरहेकै हुन्छौँ अब रुमभित्र नि धेरै बसेर नि सकिन्न उहाँले नि फ्रेस हुनुहुन्छ अनि म नि अलिक फ्रेस हुनको लागि हुँदा हामी चाहिँ बेला बेला पनि बाहिर निस्किन्छौँ घुमघाम गरिरहनुहुन्छ ओके अब तपाईँहरूको थोरै मित्रतालाई गाढा बनाउने 1-2वटा कुराहरू गरौँ होइन खानेकुरा कस्तो खाले मनपर्छ दुईजनाको खानेकुराको टेस्टहरू हुन्छ नि त्यस्तो चाहिँ मिल्छ कि मिल्दैन एकदम मिल्छ त्यो त खानाको टेस्टहरू त किनभने म एकदम मासु लभर हो माछा मासुहरू त्यो एकदम मनपर्छ अनि हाम्रो घरमा चाहिँ त्यो पाकिरहन्छ क्या प्राय अनि त्यहाँबाट मलाई मनपर्ने कारणले पनि अनि ऊ पनि अलिक फुडी नै छन् उसले पनि त्यही नै मलाई जे मनपर्छ उसलाई पनि त्यही मनपर्छ अनि प्राय माछा मासु नै पाकिरहन्छ घरमा अनि त्यहाँबाट यो चटपटेहरू हुन्छ नि पानीपुरी मोमो चाउमिन त्यस्तोहरू त भइरहेको छ बाहिर गएर खाइराख्ने खाजा नै त्यही हाम्रो त्यही बन्ने हुन्छ अनि घरमा पनि चटपटे बनाउने चौचाउहरू बनाउने करेन्ट त्यस्तोहरू बनाउने खाने हुन्छ दुईजना खानामा चाहिँ एकदम मजाले मिल्छ ए ओके अनि दुवैजनालाई फोटो खिचाउन मनपर्छ म धेरै झन् अझ ऊ भन्दा नि किनभने ऊ धेरै पहिलाबाट नि एकदमै सिम्पल बनेर हिँड्थ्यो पहिला देख्ने बेलामा नि म देख्ने बेला हुँदा नि बे नहुँदा उसको अनि सिम्पल बनेर हिँड्ने अहिले पनि ऊ सिम्पल बनेर हिँड्छ ऊ भन्दा म धेरै त्यो नक्कली पल्टेर हिँड्छु क्या मतलब त्यो मेकअपहरू त्यो लाली साडी लाएर पाउडर साउडर मलाई मेरो यहाँ कस्तो देखाएको छ सुहायो कि सुहाएन त्यस्तोहरू म सोधिराख्छु अनि ड्रेस योमा यो मिल्यो कि मिलेन म्याच भयो कि भएन त्यो अनुसारको सुज अनि त्यो अनुसारको ब्यागहरू मेकअप त्योहरू हेयर स्टाइलहरू मिल्यो कि मिलेन म सोधिराख्छु उसलाई ऊ त लायो हिँडिहाल्यो कि ऊ सिम्पल छ म भन्दा नि अनि त्यही भएर अनि ऊ झर्को पनि मान्दैन मैले सोध्छु कस्तो मलाई यसले सुहाएन अथवा दराज खोलेर मलाई त लुगै छैन म के लाउने भनेर हुन्छ अनि उसले मिलाइदिन्छ अनि टक्क लाउँछु अनि हिँड्छु अनि त्यो अनुसारको मेकअपहरू पनि अनि बाहिर जाँदा फोटोसोटोहरू टिकटक यसरी यता फर्क उता फर्क टिकटकहरू बनाउनलाई उसले भनिदिन्छ अनि त्यहाँबाट पोस्ट गरिदिने यो क्याप्सन एक किसिमले तपाईको कोरियोग्राफर उहाँ नै हो त्यसरी बुझ्दा भयो हो अनि म भन्छु अनि उसले गरिदिन्छ अनि मेरो अरू बहिनी साथीहरू पनि छन् त्यही एउटै घरमा बस्ने सँगै अनि उनीहरू पनि झर्को मान्दैन एकदम हेल्पफुल हुनुहुन्छ अनि एकदमै हेल्प गर्छ त्यो बहिनीहरूले पनि मलाई सङ्गीताजीले चाहिँ यसलाई कसरी हेर्नुहुन्छ होइन उहाँले बेला बेलामा भनिरहनुहुन्छ सोधिरहनुहुन्छ होइन मलाई सुहाएको छ कि छैन मेरो लुगा मिलेको छ कि छैन होइन यो त अब दिनदिनै हुने कुराहरू होला हामी त्यही माइन्डसेटमा नि हुन्छौँ घुम्न जाने भनेपछि त्यसरी नै हिँडिन्छ होइन तर अब कतिपय सानसानो कुराहरू याद गर्नुपर्ने हुन्छ नि तपाईँ आफैले चाहिँ कतिको याद गर्नुहुन्छ त त्यो त उहाँले अब
खासमा मैले भन्दा नि उहाँ आफैले नै मिलाएर लाउनुहुन्छ हुन चाहिँ। उहाँ अब मैले भन्दा नि उहाँले अलि ड्रेसअपहरू गर्नुहुन्छ। हजुर उहाँले जान्नुहुन्छ बरु म खासै त्यस्तो गर्दिनँ पनि हजुर मलाई सिम्पलै ठिक लाग्छ त्यही भएर मभन्दा चाहिँ उहाँ नै अलि बेटर हुनुहुन्छ। सो उहाँले नै छान्ने हजुर। ओर्ने कलर कम्बिनेसनहरू त बुझ्नु हजुर। ओके अब त्योभन्दा बाहेक होइन कस्तो कस्तो घुम्न जाने भन्दा बाहेक खाने भन्दा बाहेक होइन हजुर। अलिक गहिरोपनमा हेर्दाखेरि होइन आत्मीयता बढाउने कुराहरू चाहिँ कस्तो किसिमको छलफल अथवा हुन्छ नि तपाईँले अघि सल्लाह भन्नुभयो होइन हजुर। कस्तो खाले सल्लाहहरू जुन हामीलाई अहिले सेयर गर्नु मिल्छ होइन कस्तो खाले सल्लाहहरू चाहिँ बढी लिनुहुन्छ त उहाँसँग तपाईँले अब यस्तो सर घर परिवारको कुराहरू पनि हुन्छ कुनै हजुर अब आफूलाई मनमा लागेको कुराहरू पनि अब अरूलाई सेयर गर्न नमिल्ने कुराहरू पनि हुन्छ हजुर मैले चाहिँ उहाँसँग चाहिँ सेयर गर्छु अहँ, अब अरूलाई भन्न नहुने कुराहरू पनि उहाँसँग चाहिँ सेयर गरिराखेकै हुन्छु। सजिलो महसुस हजुर गर्नुहुन्छ सजिलो हुन्छ त्यो हजुर। सहजता भयो भने आफूलाई पनि खुल्न सजिलो हजुर। होइन र त्यसको अप्ठ्यारो त पर्दैन त्यही कारणले नै सेयर गर्न सजिलो भएको तपाईँलाई हजुर। ओके अनि जस्तो अब भविष्य कस्तो देख्नुहुन्छ होइन यो मित्रताको अब अहिले त नातामै हुनुहुन्छ हजुर। किनकि कतिपय ठाउँमा चाहिँ घरमा विभिन्न कारणले गर्दाखेरि होइन अब एउटै घरमा बसे चाहिँ त्यस्तो हुन्छ प्राय होइन हजुर। तर अब नातेदारहरू बिचमा पनि झै झगडा भएको होइन त्यस्तो अप्ठ्यारो सिचुएसन भविष्यमा पर्ने जस्तो अहिले अड्कल त्यस्तो केही छ तपाईँलाई त्यस्तो त छैन सर अहिले उहाँ त नातेदार भन्दा नि अलि साथी नै बढी हुनुहुन्छ अहिले पनि हजुर त्यही भएर त्यो उमेर त्यस्तो पनि चाहिँ हजुर। तपाईँहरूको लगभग उस्तै हजुर नै भयो होइन उस्तै नै त्यसले पनि भयो। सहयोग भयो ओके अनि निरुजीको चाहिँ विवाह भयो कि भएन छैन सर। ओके अनि जस्तो तपाईँको अहिले बुहारी हुनुहुन्छ होइन हजुर। अलिक सानो हुँदाखेरि स्कुल डेज कलेज डेजमा कतै कसैले मन चोर्यो कि चोरेन तपाईँको मेरो हजुर भन्न मिल्छ भने मिल्छ किन नभन्नु। हजुर मेरो चाहिँ देख्ने बेला कि नि अब भनौँ अहिले नदेख्दा नि भनौँ मेरो पढाइ चाहिँ जम्मा 10सम्म हो। हजुर अनि त्यहाँबाट 10 पढिसकेपछि चाहिँ मेरो अब हुन्छ नि फ्युचर बनाउनेतिर जान्छ नि त। अनि मेरो विदेश जाने प्लानिङमा थियो अनि पासपोर्टहरू पनि एप्लाई भइसकेको थियो। हजुर अनि त्यही जाने क्रममा नै प्रोसेसिङमा नै मेरो बिचमा 19मा यस्तो भएको हो नि त Yes, आँखा घुमिन पुग्यो। अनि त्यहाँबाट त्योभन्दा अगाडि 21 वर्षसम्म त परियो लभ त लभ परियो। अनि त्यहाँबाट पढाइ पनि थियो सायद अहिलेसम्म चाहिँ छैन तर जब म नदेख्ने भयो नि हजुर तब चाहिँ अनि ब्रेक भयो के छैन अहिले त्यही भनौँ कारणले नै यही जब भिजन लस्ट भयो हजुर तब चाहिँ अनि अब मबाट चाहिँ जीवन अघि चल्दैन रे उसको त्यही भएर अनि छैन अहिले चाहिँ म स्टिल सिङ्गल। ओके अनि अब एक किसिमले त्यो व्यवहारमा पर्ने बेला पनि हो होइन त्यो उमेरमा पनि छौँ हजुर सो त्यसरी हेर्दाखेरि तपाईँलाई जीवनसाथी चाहिँ होस् जस्तो लाग्छ कि नहोस् जस्तो लाग्छ अहिले सोच्दाखेरि अब भोलि गएर चाहिँ के हुन्छ भन्न सकिन्न। अहिलेको सिचुएसनमा चाहिँ मलाई होस् जस्तो लाग्दैन किनभने अहिले नै ठिक छ क्या मलाई त एकदम म चिलमा छु रिल्याक्स छु आफ्नै तरिकाले बाँचिरहेको छु कि म किनभने म पहिला 21 वर्ष मैले 21 वर्षमा संसार देखेँ नि त होइन एउटा एउटा पार्ट मैले 21 वर्ष बिताइसकेँ देखिनेको निरु अहिले 21बाट मैले 29 वर्ष भएँ अहिले म छुट्टै खालको निरु भएर बाँचिरहेको छु नि त। अहिले आँखा नदेखि मेरो 2टा कार्ड बन्यो आइडी उतिखेर देख्ने अहिले अब अपाङ्गता भएको व्यक्तिको परिचय पत्र भन्ने बन्यो नि त त्यही भएर म 2टा बाँचिरहेको छु नि त। त्यही भएर म छुट्टै खालको एउटा अब नयाँ निरु पहिलाको निरु पनि छ न त तर पहिचानमा चाहिँ भनौँ न अहिले मसँग व्हाइट केन छ नि त मेरो सहारा मेरो हिँड्ने बाटो भनेको मसँग व्हाइट केन छ भने पहिला म एक्लै जहाँ पनि हिँड्न सकिन्थ्यो। अहिले म कहाँ कता जाँदाखेरि मान्छेलाई सोध्नुपर्ने हुन्छ यो गाडी कहाँ जान्छ अथवा म कहाँनिर आइपुगेँ अरूको सहायता चाहियो नि त। आफू पनि सकिन्छ सकिन्न त तर अरूको हेल्प चाहिँ चाहियो हो त्यो तरिकाले म बाँचिरहेको छु। त्यही भएर अहिले त म आफ्नै तरिकाले बाँचिरहेको छु तर कहिलेकाहीँ चाहिँ दुःख लाग्छ किनभने पहिला अब त्यत्रो लभ परिएको होइन कता घुम्न जाऊँ कहाँ के होइन कति संसार देखियो सपना देखियो छुट्टै के हुन्छ नि अब भोगी होइन जिन्दगीमा। अनि अहिले चाहिँ अनि एक्लो भइराख्दाखेरि चाहिँ मेरो पनि कहिलेकाहीँ कस्तो दुःख लाग्छ नि त होइन रुन मन लाग्छ यत्तिकै थकित भए हुन्छ अनि फोन गरेर अथवा साथमा नै कोही कसैको अँगालोमा एकदम रुन मन लाग्छ क्या सेयर गर्न मन लाग्छ ल साथमै नभए पनि फोनमा एकदम रोएर सेयर गर्न मन लाग्छ तर
छैन भन्ने हुन्छ। कहिलेकाहीँ चाहिँ फेरि कोही कसैले फोन गरेर अलिकति धेरै नै फलो गरिरहेछ मलाई भने दिक्क लाग्छ क्या। झ्याउ हुन्छ क्या त्यो, ल के सधैँभरि यसरी त हुँदैन, के हो त भनेर विचार गरौँ न त भने पनि त्यो पहिलाको त्यो जुन भाइब्स आउँथ्यो नि, पहिला देख्ने बेलामा लभ पर्दाखेरि फोनमा बोल्दाखेरि, फोन आउँदा अथवा कस्तो आनन्द हुन्थ्यो क्या, संसारै छुट्टै हुन्थ्यो होइन। रातभरि बोल्दा पनि कुरै सकिन्न थियो क्या, अझै पनि के बाँकी छ भन्थ्यो। एनी टाइम डिटेल चाहिन्थ्यो होइन, फोन गरेर सुनाउने हुन्थ्यो। अहिले त आफ्नै तरिकाले हुन्छ क्या, कहाँ गयो, कति दुःख पाइरहेको हुन्छ हस्पिटलमा। अस्ति भर्खरै ल डेली जाँदाखेरि यति धेरै दुःख पाएँ, म कति रोएँ क्या, कति ठाउँहरूमा रोएँ, पैसा पनि चोरी भयो एक त उता जाँदा होइन, एकदम दुःख पाएँ। अनि सम्झिन चाहिँ सम्झिन्छ, हरेक पार्टमा सम्झिन्छ, याद आउँछ। तर कोही भए हुन्थ्यो चाहिँ लाग्दैन अहिलेलाई चाहिँ, कहिलेकाहीँ चाहिँ लाग्छ, दुःख लाग्छ। तर यसो सम्झिँदाखेरि चाहिँ अहिले मलाई ठिक छ जस्तो लाग्छ। बिहे नै गरौँ, बिहे गर्दा चाहिँ जीवन सम्पन्न हुन्छ, एकअर्काको सहारा भन्ने अहिलेको यो सिचुएसनमा चाहिँ लागेको छैन। भोलि चाहिँ भन्न सकिन्न, फेरि भोलिको दिनमा चाहिँ भन्न सकिन्न, अहिले चाहिँ त्यस्तो लाग्दैन। फेरि पनि व्यवहारकै कुरा गर्दा होइन, भोलि निरुजीको मनमिल्ने मान्छे भेटियो, विवाह भयो, जानुभयो होइन। अहिले तपाईँहरू कति वर्ष भयो फेरि रियुनाइट भएको, बिहा गर्नुभयो कति वर्ष भयो? 3 वर्ष हाल्यो। ओके, सो त्यो अहिले जुन 3 वर्ष तपाईँहरू बिताउनु भने सँगै बिताउनु भयो होइन, उहाँको भोलि मनमिल्ने साथी भेटेर बिहा गरेर जानुभयो अरे। तपाईँलाई त्यो खालीपन महसुस हुन्छ कि हुँदैन जस्तो लाग्छ त? त्यो त हुन्छ सर, हजुर। अहिले पनि उहाँ अहिले कहिले ट्रेनिङमा, कहिले कतै हिँड्नु भएको हुन्छ, त्यतिखेर नि अब रुममा म एक्लै हुन्छु, अनि साथी नै नभएको जस्तो फिल हुन्छ अहिले पनि। हजुर। अनि के पार्ट चाहिँ उहाँको मिस गर्नुहुन्छ होला तपाईँले? अब मैले भने जस्तो सिचुएसन भयो अरे होइन, उहाँ तपाईँबाट टाढा हुनुभयो फिजिकल्ली, भने के चाहिँ मिस गर्नुहुन्छ होला निरुजीको? अब एक त पहिला त अब उहाँ त साथी नै हुनुहुन्थ्यो, जता गए पनि। अब आफूलाई कतै बाहिर निस्किनु पर्यो भने उहाँ साथी हुनुहुन्थ्यो, अब कतै बाहिर निस्किनु पर्यो भने फेरि एक्लै हुन्छ नि त सर। अनि त्यो चाहिँ धेरै मिस हुन्छ। अनि उहाँसँग गरेको त्यो सुझावहरू, कुराहरू, तिनीहरू मिस हुन्छ सर। भनेपछि तपाईँले मोस्ट अफ द टाइम्स निरुजीसँग चाहिँ सरसल्लाह, सुझाव होइन, जुन चाहिँ हामीले सफ्ट पार्ट्स भन्छौँ नि, हाम्रो मेन्टल प्रोसेसेस होइन, हाम्रो इमोसन्सको कुरा होइन, त्यो चाहिँ बढी सेयर गर्ने साथीको रूपमा पाउनुभएको छ। अनि सङ्गीताजी अचेल केमा इङ्गेज हुनुहुन्छ होइन? तपाईँ कतै काम गर्नुहुन्छ कि पढाइ कन्टिन्यू गरिरहनु भएको छ कि कस्तो छ? तपाईँको दिनचर्या कसरी बित्छ निरुजीसँग बाहेक होइन? तपाईँ आफू चाहिँ के गरेर समय बिताउनुहुन्छ? पहिला त मेरो ब्याचलर थियो सर होइन, अहिले ब्याचलर सकिसकेको छ। अहिले चाहिँ बाहिर जाने ट्राईमा छु। हजुर, अहिले चाहिँ यतिकै रुममै छु। दिउँसो तपाईँ केहीमा इङ्गेज हुनुहुन्न? बाहिर जाने भन्नाले जहाँ श्रीमान हुन्छ त्यहीँ जानु खोज्नु भएको? ओके, अनि त्यसको लागि तपाईँले छुट्टै के आफूलाई तालिम अथवा केहीमा इङ्गेज गर्नुभएको छ? छैन सर, अहिले चाहिँ छैन। अब काम हुन लागेपछि मात्रै गर्ने विचार छ। भनेपछि अप्लाई गर्नु बाँकी नै छ? अप्लाई चाहिँ भइसक्यो। अब उता गएर नि अब केही सिप सिकेर जाऊँ कि भनेर। तपाईँको इन्ट्रेस्ट चाहिँ के हो? किनकि मैले बुझ्दासम्म तपाईँको इन्ट्रेस्ट कता कता कलातिर हो कि जस्तो लागिरहेछ, हो त? हजुर, अलिअलि डान्समा पनि इन्ट्रेस्ट छु, अनि त्यस्तै टिकटकहरू अनलाइनमा बनाइरहेको छु। ओके, सो डान्स चाहिँ तपाईँको हबी नै हो? अनि अनि सानो हुँदाखेरि यही हबीलाई फलो गर्दै तपाईँहरू सँगै कहिले डान्स गर्नु भएको थियो? हजुर, दसैँको बेलामा प्रोग्राम हुन्थ्यो, त्यतिखेर चाहिँ गरिन्थ्यो। दसैँको कार्यक्रममा स्कुलमै? हजुर। ओके, अनि यो जुन स्कुल भन्नुभयो तपाईँहरूले, तपाईँहरूको बस्ने ठाउँ पनि छरछिमेकी एउटै हो कि विभिन्न फरक ठाउँबाट आउनुहुन्छ तपाईँहरू? स्कुलमा मात्र भेट हुने हो कि घरतिर पनि भन्न खोजेँ? घरतिर नि भेट हुन्थ्यो सर। उहाँ चाहिँ अलि म बस्ने हो नि त 4-5 घर पर मात्र बस्नुहुन्थ्यो, अनि स्कुलमा नि सँगै हुन्थ्यो, अनि घर जाने बेला नि सँगै हुन्थ्यो। ओके, निरुजीको चाहिँ हबी के हो त? सङ्गीताजीको त थाहा पाइयो होइन, सानैदेखि अहिलेसम्म त्यो फुलफिल गर्दै आइरहनु भएको छ कि हबी चेन्ज भयो कि कस्तो छ? यस्तो सर, मेरो पहिला देख्ने बेलामा चाहिँ कस्तो थियो भने मैले पार्लर पनि सिकेको थिएँ होइन, अनि पार्लर सिकेर अब बाहिर जान्छु, बाहिर राम्रो हुन्छ, पार्लरमा राम्रो कमाइ हुन्छ भन्ने थियो नि त। अनि त्यही भएर पार्लर सिकेको थिएँ। अनि अब बाहिर जान पाएन, त्यस्तो नै यो नै बन्छु भन्ने चाहिँ थिएन। तर अब हुँदै गएपछि चाहिँ अब त्यही त हो नि, बिहेबारी गर्ने, बच्चा सच्चा, अब घरबार चलाउने, त्यस्तै थियो। त्यस्तो यही बन्छु, नम्बर 1 खत्रै गर्छु भन्ने चाहिँ थिएन। तर बिचमा नदेख्ने भइसकेपछि अहिले चाहिँ म
म 19 बाट नदेख्ने भयो, अहिले 8 वर्ष भइसक्यो नदेखेको। अनि 4-5 वर्षसम्म त घरभित्रै बसेँ होइन, रोएर यत्तिकै रोएर बस्यौँ, हस्पिटल गइराख्ने यताउता, सबजना देख्ने म मात्र नदेख्ने कि। अनि जीवन एकदमै बेकार जस्तो लागेको थियो। कति पटक त मर्ने कोसिस पनि गरियौँ होइन, तर मर्न सकिएन। यही अब कति दुःख भोग्न लेखा रहेछ अझै पनि, त्यही भएर बाँच्यौँ भनौँ न, अझै बाँच्दैछु। अनि त्यहाँबाट अनि बिचमा चाहिँ कति त लाग्यो कि अब केही गर्न सक्दिनँ म, अरूको सहारामा भोकै बस्नुपर्ने, घरको मान्छे कोही गयो कतै गयो भने त भोकै बस्नुपर्ने, आफै बनाएर खान पनि नसकिने, त्यस्तो भयो। अनि त्यहाँबाट अनि मान्छेले भन्छ नि भोको पेटले मान्छेलाई जे पनि गर्न बाध्य गराउँछ भने जस्तो, घरमा कोही पनि सदस्य, घरको सदस्य छैन, अब भोक लागिरहेछ त के गर्ने त, उनीहरू कुरेर बस्ने कुरो भएन। अनि आफै जति सक्छ त्यति नै कहाँ कहाँ किचन छ के छ खोजेर खाने, त्यस्तो गर्न थाल्यो। त्यहाँबाट चाहिँ अनि मैले आफै पकाउन थालेँ होइन। सुरुमा चाहिँ हातहरू एकदम जल्न थाल्यो, जगको पानीहरू घोप्टिने, बाटा खस्ने, कुकर घोप्टिने, अनि तरकारी पकाउँदै कराइले यो हातहरू सबै डढ्ने, त्यस्तो हुन्थ्यो सुरुमा चाहिँ। अनि पछि चाहिँ अनि मैले आफैले गर्न सकेँ कि, भात तरकारीहरू पकाउन थालेँ। त्यहाँबाट मैले पकाएको अनि उनीहरूले नै खान थाले। तर नदेख्ने मान्छेले पकाएको फोहोर होला भन्ने चाहिँ गरेन, किनभने घरको सदस्य हो नि त, परिवारको सदस्य। अनि मैले पकाएकोहरू उनीहरूले पनि खान्थ्यो पहिला पनि, अहिले पनि खान्छ, अहिले त झन् खान्छ। अनि त्यहाँबाट चाहिँ त्यस्तो अब नदेख्ने भइसकेपछि अब त्यो अनुसार के भयो, अब बच्चैबाट भएको भयो, मलाई त्यही अनुसारको ब्रेललिपीहरू हुन्थ्यो, त्यही अनुसारले पढेर मैले अब आयोगमा नाम निकाल्ने के गर्ने अब हुन्छ नि, त्यही अनुसारले म अगाडि बढिसक्थेँ होला। तर हामी बिचमा भयो नि त होइन, बिचमा भइदिइसकेपछि त न यता न उता भयो के। देख्ने बेलामा भएको आफूसँग भएको स्किल्स अहिले गर्न सकिन्न। अनि अब अहिले भनेको चाहिँ त्यस्तो केही देखिएन कि मैले। अनि अहिले चाहिँ अनि मैले सक्ने भनेको चाहिँ यही कुकिङमा रहेछ भन्ने भयो। अनि त्यहाँबाट एउटा फर्म खुलेको रहेछ यही साथबाट, नबिना म्यामजीको त्यो साथ क्लबबाट फर्म खुलेको रहेछ कुकिङ ट्रेनिङ भनेर। अनि त्यहाँबाट त्यहाँ नाम निस्किसकेपछि म यहाँ कुकिङ ट्रेनिङमा, अहिले टिकटिक बाइकको कुकिङ ट्रेनिङमा कुकिङ ट्रेनिङ गर्दैछु। हजुर हजुर हजुर। अनि त्यसको चाहिँ अहिले 3 महिनाको इन्टर्न चल्दैछ। अनि म त्यसको लागि ट्रेनिङ गर्दैछु। अनि मैले त्यस्तो अर्को के त्यस्तो नदेख्ने भइसक्यो यस्तो गर्छु भन्ने चाहिँ छैन। तर कुकिङ चाहिँ गर्न सकिन्छ कि, एउटा भोलि गएर सानो एउटा किचन अथवा सानो एउटा पसल चलाएर चाहिँ बस्न सकिन्छ कि जस्तो लागिरहेछ। भोलि गएर त्यही प्रोफेसन बनाएर बस्न सकिन्छ कि जस्तो चाहिँ लागिरहेछ अहिलेलाई चाहिँ। तर हेर्दै जाऊँ के हुन्छ भन्ने चाहिँ थाहा छैन। हामीसँग समय कम छ, हजुर अरू पनि गफ गर्नुहुन्थ्यो है। आजलाई चाहिँ अब हामीले यो टुङ्ग्याउँछौँ यो कार्यक्रम। सङ्गीताजीको केही मेसेज छ अरू जसले हामीलाई हेरिरहनु भएको छ अडियन्सबाट होइन, उहाँहरूको लागि केही मेसेज दिन चाहनुहुन्छ यो मित्रता दिवसको उपलक्ष्यमा? अब यस्तो छ साथी भनेपछि फेरि कहिलेकाहीँ झगडा पनि परिन्छ होइन। अब कहिलेकाहीँ मनमुटाव नि हुन्छ, के कुरामा चित्त नबुझेको नि हुन्छ। त्यस्तो कुराहरू चाहिँ अलि जे होस् खुलेर सेयर गर्नु पर्यो। साथी भनेपछि त अब सबै कुरा सेयर गर्ने भएपछि आफूलाई चित्त नबुझेको कुराहरू नि भन्न सकिने हुनुपर्छ। अनि यस्तो कतै अब एउटा साथीलाई गाह्रो पर्यो भने अर्को साथीले नि हेल्प चाहिँ गर्नु पर्यो। हजुर त्यो अब त्यही मेसेज दिन चाहन्छु। हजुर ओके निरुजी, उहाँले भनेको कुरामा अग्री गर्नुहुन्छ, डिसएग्री गर्नुहुन्छ होइन? के छ तपाईँको विचार? साथीभाइ जो पनि साथीहरू हुनुहुन्छ यो दुनियाँभरि भनौँ हामीलाई हेरिरहनु भएको अहिले होइन, उहाँहरूलाई चाहिँ कस्तो खाले सन्देश दिन चाहनुहुन्छ? म चाहिँ जस्तो उसले भन्यो नि, साथी भनिसकेपछि चाहिँ कुनै चाहिँ कस्तो भइदिन्छ भने उसँग पैसा छ अथवा ऊ अलिकति राम्रो फ्यामिलीबाट छ, त्यस्तो छ भने चाहिँ हेरेर सङ्गत गरिने हुन्छ कि कुनैको चाहिँ त्यस्तो भइँदो रहेछ। तर त्यस्तो होइन, फेरि साथी भन्दैमा एकदमै सुरुमा एकदमै झ्याप्पै क्लोज भइदिइहाल्ने, पछि गएर टाढा हुने अथवा पारा देखाइदिइहाल्छ क्या, कुनैको त्यस्तो हुन्छ। अनि मलाई चाहिँ के लाग्छ भने साथी भनिसकेपछि चाहिँ कुनै अब केटी मान्छेमा त प्रब्लमहरू हुन्छ नि, पेट दुख्ने यताउतिहरू नि भइरहेको हुन्छ, त्योहरू बुझिदिने। कहिलेकाहीँ पैसाहरू हुँदैन सही हिसाबबाट, अब तिमीलाई अब बिरामी भइरहेछ पैसा छैन मसँग छ नि त जाऊ होइन, मसँग भएको चाहिँ मैले चाहिँ हेल्प गर्छु दिन्छु। तर कतिपय म धेरै मान्छेहरूसँग त्यस्तो क्लोज पनि हुँदिनँ, किनभने मलाई घमण्डी भन्छ कि सबैले प्रायःले, मलाई घमण्डी नघमण्डी सबै सङ्गत गरेर यहाँसम्म आइसक्यो नि त देख्ने बेलाको साथी। अनि अहिले नदेख्दाको पनि मैले धेरै स्वाद चाखिसकेँ क्या साथीहरूको, मान्छेहरूको हुन्छ नि व्यवहारहरू त्यस्तो हुँदो रहेछ। मिल्छ अगाडि झ्याम्मै क्लोज हुन्छ, भोलि गएर के भनिदिने के, पछाडि गएर त के भनिदिएर हुन्छ। त्यही भएर म कोहीसँग पनि क्लोज हुँदिनँ। एक त म त्यस्तो हुँ।
म आफैमा पनि आफ्नो कुराहरू म सेयरै गर्दिनँ क्या। म आफै म रुन्छु, एक टाइम रुन्छु, अनि त्यहाँबाट आफै फ्री हुन्छु, मुख धोएर, मुखसुख धोएर होइन, गानासाना सुनेर फ्रेस हुन्छु। मेरो त्यति धेरै साथी छैन, भएकोहरू पनि एकदमै क्लोज छ, मिल्ने साथीहरू छ होस्टेलबाट। भनेपछि मैले के बुझेँ भन्दाखेरि तपाईँको हजुर। सन्देश चाहिँ हजुर साथी भनेपछि आत्मीयता हुनुपर्छ, हजुर पढ्दाखेरि चाहिँ सँगै हुनु पर्यो हुनु पर्यो। र हजुर लामो समयसम्म आफूलाई साथ दिइरहनु पर्यो भन्ने चाहिँ हजुर तपाईँको सन्देश हजुर। हो। अनि साथी भन्नेमा एकदमै अन्धविश्वासै गरेर पुरै विश्वास गरेर सबै चिज सेयर गर्ने खोल्ने पनि गर्नु हुने रहेछ। भोलि गएर त्यही साथीले कहाँनिर के भनिदिन्छ, के बदनाम गराइदिन्छ, त्यो भर पनि विचार हुने गर्नु रहेछ क्या। पर्यो। हजुर त्यही भएर एकदम हेरेर गर्नुपर्ने रहेछ। तर त्यस्तो व्यवहार हेरेर चाहिँ हो, तर त्यस्तो उसको फ्यामिली ब्याकग्राउन्ड कस्तो छ, धनी गरिब त्यस्तो हेरेर होइन, अथवा अपाङ्ग भएको यस्तो त्यस्तो चाहिँ होइन, त्यस्तो शारीरिक बनावटको रूपमा कोही कसैलाई थिचोमिचो त्यस्तो अथवा हेप्ने एउटा भिन्नता हुन्छ नि, डिस्क्रिमिनेसन, त्यस्तो चाहिँ गर्नु हुन जस्तो लाग्छ। किनभने मन सबैको एउटै हो नि होइन, आँखा नदेखिने देखिने फिजिकल डिसेबलहरू सबैको एउटै हो। अनि त्यस्तो चाहिँ गर्नु हुन्न जस्तो लाग्छ, छुट्याउनु चाहिँ हुन्न जस्तो लाग्छ। हस्, थ्याङ्क यू सो मच है आजको यो संवादको लागि। मिल्यो भने हामी पछि फेरि भेटौँला। हस् हुन्छ, हजुर धन्यवाद। नमस्कार।